हेलो साथीहरु, तपाईहरुलाई स्वागत छ मेरो नयाँ भिडियोमा। म रोजिन घिम्रे। म आज हजुरहरुलाई जीमेल अकाउन्ट कसरी बनाउने, नम्बर बिना भनेर सिकाउन गइरहेको छु। फोन नम्बर बिना जीमेल अकाउन्ट कसरी क्रिएट गर्ने भनेर सिकाउन गइरहेको छु। त्यसको लागि सबभन्दा पहिला तपाईहरुले एउटा ब्राउजर खोल्नुस् अनि ब्राउजर खोलिसकेपछि हजुरहरुले माथि गएर आफ्नो जीमेलको आइकनमा क्लिक गर्नुस् अनि त्यसपछि हजुरहरुले आफ्नो नेममा भएकोमा क्लिक गर्नुस्। त्यसपछि हजुरहरुले तल एड अकाउन्ट टु डिभाइसमा क्लिक गर्नुस्। त्यसपछि हजुरहरुले क्रिएट अकाउन्टमा क्लिक गर्नुस्। त्यसपछि फर माइ सेल्फमा क्लिक गर्नुस् अनि त्यसपछि एकछिन लोड हुन्छ अनि हजुरहरुले आफ्नो फर्स्ट नेम र लास्ट नेम चाहिँ फिलअप गर्नुस्। लास्ट नेम चाहिँ अप्सनहरु नभरे नि हुन्छ। त्यसपछि नेक्स्टमा क्लिक गर्नुस्। त्यसपछि हजुरहरुले आफ्नो जेन्डर अनि डेट अफ बर्थहरु फिलअप गर्नुस्। फिलअप गरिसकेपछि नेक्स्टमा क्लिक गर्नुस् अनि हजुरहरुले आफ्नो जीमेल एड्रेस बनाउनुस्। हजुरहरुले त्यही उसले दिएको अप्सनमा गर्न सक्नुहुन्छ अथवा सजिलोको लागि आफ्नै जीमेल अप्सनमा राख्नुस् अनि त्यसपछि हजुरहरुले आफ्नो स्ट्रङ पासवर्ड क्रिएट गर्नुस् अनि नेक्स्ट गर्नुस् अनि त्यसपछि हजुरहरुले तल देख्न सक्नुहुन्छ स्किप भन्ने अप्सन, त्यसलाई क्लिक गर्नुस्। स्किप भन्ने अप्सनमा क्लिक गरिदिनुस्। त्यसमा क्लिक गरिसकेपछि नेक्स्टमा क्लिक गर्नुस्। नेक्स्टमा क्लिक गरेर स्क्रोल डाउन गरेर आई एग्रीमा क्लिक गर्नुस्। आई एग्रीमा क्लिक गरिसकेपछि लोड हुन्छ, एकछिन रिलोड हुन्छ। हजुरहरुले यो जीमेल अकाउन्ट चाहिँ केही नराम्रो कामको लागि प्रयोग नगर्नु होला। त्यसपछि हेर्न सक्नुहुन्छ हजुरहरुको जीमेल आइडी क्रिएट भइसकेको छ। हजुरहरुले हेर्न सक्नुहुन्छ राम्ररी क्रिएट भइसकेको छ। यदि यस्तै भिडियोहरु हजुरहरु भविष्यमा हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनुस् है अनि साइडमा रहेको बेल आइकनलाई अलमा प्रेस गरिदिनुस्। आजको लागि यति नै। हस्त, धन्यवाद, बाइ।